आज हामी एउटा यस्तो भाइरसको बारेमा कुरा गर्दैछौं जुन निकै गम्भीर र खतरनाक छ, निपाह भाइरस। यो किन यति चर्चामा छ, यसबाट कस्तो खतरा छ र सबैभन्दा महत्त्वपूर्ण हामी कसरी सुरक्षित रहन सक्छौं? आउनुहोस् यसलाई विस्तारमा बुझौं। एकछिन सोच्नुहोस् त, 75% मृत्युदर भएको एउटा भाइरस हाम्रो सिमाना नजिकै देखिसकेको छ। यस्तो खतरनाक अवस्थामा आफू र आफ्नो परिवारलाई कसरी सुरक्षित राख्ने हो, आज हामी यही प्रश्नको जवाफ खोज्दैछौं। ल, सबैभन्दा पहिले आखिर के हो त यो निपाह भाइरस? यसको चिनारीबाटै सुरु गरौँ। निपाह भाइरस, जसलाई छोटकरीमा एनआइभी पनि भनिन्छ, एउटा निकै गम्भीर भाइरस हो। यो खासमा जनावरबाट मानिसमा सर्छ, तर कहिलेकाहीँ संक्रमित मानिसबाट अर्को मानिसमा पनि सर्न सक्छ। यसले हाम्रो शरीरमा, विशेष गरी दिमाग र फोक्सोमा एकदमै नराम्रो असर पार्छ। अब प्रश्न उठ्छ, यो आउँछ कहाँबाट? यसको मुख्य स्रोत भनेको फलफूल खाने चमेरो हो, चमेरोले यो भाइरस बोकेको हुन्छ। त्यहाँबाट यो सुँगुर जस्ता अरू जनावरमा र त्यसपछि मानिसमा सर्छ। अनि यदि कोही मानिस संक्रमित भयो भने उनीहरूबाट पनि अरूलाई सर्न सक्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, नेपालमा यसको जोखिम कतिको छ त? हाम्रो अवस्था के छ? अहिलेसम्मको लागि एउटा राहतको खबर के छ भने नेपालमा निपाहको कुनै पनि केस पुष्टि भएको छैन। तर हामी ढुक्क हुने अवस्थामा भने छैनौं, किनभने भारतसँगको हाम्रो खुल्ला सिमाना र त्यहाँ केही केसहरू देखिसकेको हुनाले हामी कहाँ पनि जोखिम एकदमै वास्तविक छ। त्यसैले यो समयमा यो सन्देश एकदमै सान्दर्भिक छ। हल्ला होइन, सजगता अपनाऊ। हामी डराउने, आत्तिने होइन, बरु सचेत र सावधान हुने हो। ओके, अब यो भाइरस कसरी फैलिन्छ त? यसको सर्ने तरिका बुझ्न एकदमै जरुरी छ, ताकि हामी बच्न सकौं। यो भाइरसको यात्रा फलफूल खाने चमेरोबाट सुरु हुन्छ। जब चमेरोले खाएको फल वा त्यसको रियाल वा पिसाब परेको खजुरको रस जस्ता चीजहरू अरू जनावर जस्तै सुँगुरले खान्छ, तब भाइरस त्यसमा सर्छ। अनि त्यही संक्रमित जनावर वा दूषित खानेकुराबाट मानिसमा सर्छ। र अन्तमा यदि कोही मानिस संक्रमित भएमा उसको शरीरबाट निस्कने तरल पदार्थ जस्तै रियाल, रगत वा खोक्दा निस्कने छिटाहरूबाट अर्को मानिसमा पनि सर्न सक्छ। अब कुरा गरौँ लक्षणहरूको, र यो एकदमै महत्त्वपूर्ण छ, किनभने सुरुमा लक्षण चिन्न सकियो भने जीवन बच्न सक्छ। यो रोग निकै छिटो गम्भीर बन्न सक्छ। सुरुमा त सामान्य रुघाखोकी जस्तै लाग्न सक्छ, जस्तै ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने वा थकाइ लाग्ने। तर अवस्था बिग्रिँदै गएपछि यसले भयानक रूप लिन्छ। दिमाग सुन्निन थाल्छ, जसलाई एन्सेफेलाइटिस भनिन्छ, छारे रोग जस्तो कम्पन हुने, सास फेर्मै गाह्रो हुने र बिरामी कोमामा समेत जान सक्छ। अनि अर्को ध्यान दिनुपर्ने कुरा, भाइरस शरीरमा प्रवेश गरेको सामान्यतया 4 देखि 14 दिनपछि मात्रै यसको लक्षण देखिन सुरु हुन्छ। र अब सबैभन्दा डरलाग्दो तथ्याङ्क, यो भाइरसको मृत्युदर 40 देखि 75% छ। सोच्नुहोस् त, यो भनेको संक्रमित हरेक 2 जना मध्ये 1 जनाको मृत्यु हुन सक्ने जोखिम हो। यही कारणले गर्दा यसलाई समयमै चिन्नु र उपचार सुरु गर्नु जीवन र मृत्युको सवाल बन्छ। ल, यति धेरै जोखिमको कुरा गरेपछि अब सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ। हामी कसरी बच्न सक्छौं? किनभने रोकथाम नै सबैभन्दा राम्रो उपचार हो। फेरि पनि यही कुरा दोहोर्याउन चाहन्छु, आतंक होइन, ज्ञान र सावधानी नै सुरक्षा हो। सही जानकारी र सतर्कताले नै हामीलाई यो खतराबाट बचाउन सक्छ। सुरक्षित रहनका लागि हामीले केही सरल तर निकै प्रभावकारी उपायहरू अपनाउन सक्छौं। जंगलतिर भुइँमा झरेका फलफूल नखाने, खजुरको काँचो रस नपिउने, जुनसुकै फलफूल पनि खानु अघि राम्रोसँग पखाल्ने, खानेकुरा राम्ररी पकाएर मात्र खाने, बेला बेलामा साबुन पानीले राम्ररी हात धुने, कोही संक्रमित व्यक्ति भएमा दूरी कायम गर्ने र भीडभाड भएको ठाउँमा जाँदा मास्क लगाउने। एउटा कुरा हामी सबैले बुझ्नै पर्छ, निपाह भाइरसको लागि कुनै खास औषधि वा भ्याक्सिन अहिलेसम्म बनेको छैन। यसको एकमात्र उपचार भनेको अस्पतालमा लक्षण अनुसार गरिने सहायक उपचार अर्थात् सपोर्टिभ केयर मात्र हो। त्यसै त लक्षण देखिने बित्तिकै अस्पताल पुग्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ।
जति छिटो रोग पत्ता लाग्यो र आइसियुमा राखेर उपचार सुरु गर्न सक्यो, बिरामीको ज्यान बच्ने सम्भावना पनि त्यति नै बढी हुन्छ। अब यो सबै जानकारीपछि आउनुहोस् एकछिन सोचौं। आफ्नो समुदायलाई सुरक्षित राख्न मद्दत गर्न हामीले आजैदेखि गर्न सक्ने एउटा सानो तर महत्त्वपूर्ण परिवर्तन के हुन सक्छ?